आजको चाहिँ मेरो बुढी ड्राइभर हो, उसले चाहिँ लाइसेन्स निकालेर एकदम खतरा भइसकेको छ। अनि उसले आज मलाई ब्रिजबेन लाने भएको छ ड्राइभमा। इट्स लाइक 6 आवर ड्राइभ, तर ब्रिजबेन जानुभन्दा अगाडि हामी साथीकोमा ड्रप लिजबर्नमा बस्छ, त्यहाँ जाँदैछौँ। बट इट्स 6 आवर ड्राइभ, बट बुढीले राम्रो ड्राइभ गर्छ अहिले। यहाँनिर चाहिँ आगो लागिरहेको रहेछ ल। अब थोरै मर्निङ टी, अब गुलियो है। यहाँबाट लेफ्ट हेरेर जाउँ न ल। फाइनली हामीले चाहिँ यहाँबाट जाँदा वी गट सम स्टप तेल हाल्नको लागि। यहाँबाट फेरि राइट हाल्नु है। तेल हाल्दैछौँ। कफी खाने अनि सिधै जाने। ल लेट्स गो। कफी कस्तो भएछ काम तर्कारी? नट ब्याड। 400 किलोमिटर चल्दैछ। अब हाम्रो सानो ब्रेक ल। 3 घन्टा पुगिन्छ अब। त्यता भित्र हिँड्न न, यता हिँड न। एउटा पानी किनेर अब हामी चाहिँ फेरि जाँदैछौँ। अलराइट, यसपछि कट्छ। अब फेरि 164 किलोमिटरबाट अब सिधै फेरि 160 किलोमिटर छ है। ल सियु कप सार्भर अगेन। हो रहेछ बिग बनाउन त बाटोमै रहेछ यार। बाटोमै हो के? किन लास्ट टाइम पनि यहीँबाट गयो नि त हामी। हो त हो। यो चाहिँ कप सार्भरको एकदम चर्चित हो है बिग बनाउन। मलाई यो ठाउँहरू कस्तो मन पर्यो यार यहाँनिरको है बुढे। ल हामी चाहिँ फेरि स्टप गरेर जाँदैछौँ। के हेऱ्यो कि त्यस्तो टोलाएर? के हेरेको भने नि के हेरेको? सानो स्न्याक्स टाइम। तिमीले चाहिँ चक्लेट खायो? खानै पाएन म दिन्न त्यहाँबाट। ल राख त्यसलाई। भयो हाम्रो हाम्रो यो ब्रिजबेन जाने बाटोमा चाहिँ लास्टै उखु खेती हुँदो रहेछ है। ल आज हाम्रो सुजुको पहिलो हाइवेको राइड होइन। 5-6 किलोमिटर कुदाएर कस्तो फिल भइरहेछ? अलिअलि गाह्रो भइहाल्छ नि, तर आम प्राउड अफ यु बुढे। त्यो चाहिँ हाम्रो गाडी अस्ति यो कुचाइदिएको थियो। अब 20 दिनपछि जाँदैछ यो उयसमा बनाउनको लागि जाँदैछ। ज्यामै हान्दियो आएर अस्ति, तर ठिक छ बन्दैछ। ल ब्याक टु हाइवे अगेन होइन। अब साथीको घर जानलाई एक्जिट आइपुग्यो। अब यहाँबाट 3.2बाट लेफ्ट। पचास हो नि दाइ पनि। कस्तो मजाको खोला रहेछ यार यो गाउँको ढिटोमा। बढी एउटा टिकटक बनाऊ न। ये गाउँ में कोही नहीं है सरकार, किधर है सब लोग, बाहर आओ, कोई नहीं था सरकार। महारानी आई है, महारानी आई है न्यूकासल से। आमा त मेरो साथी त के हो टेन्ट लाएर बस्छ क्या हो। यहाँ त घरै देखिँदैन एउटा पनि। एउटा सानो टाउन होला है त्यसो लागिरहेछ। ल हामी चाहिँ अलिकति लिजमोर सपिङ सेन्टरमा थोरै काम थियो। सपिङ सेन्टरमा सकेर अब फाइनली सिधा अब 3 मिनट भनेर चल्यो। ठाउँ त राम्रो रहेछ यार, सानो चिटिक्क परेको होइन। विवेक गुरुपतिको घर फाइनली 7 घन्टापछि हामी आइपुग्यौँ। ल के हो सिडी चढ्नु पर्ने छ त पुरै। के हो बरेली के बनाइरह हो? न्युकासलबाट साथी आएको छ। को हो साथी? विनम्बरा भन्ने। अनि अब यसो साथीको लागि यसो व्यवस्थापन त गर्नु पर्यो। के व्यवस्था हो त्यस्तो? यसो जङ्गलतिर गएर सिकार हानेर आएको थिएँ। ठुलै वन जङ्गली कुखुरा परे जस्तो छ त। यसो यो जङ्गलीलाई यसो होइन घरमा लगाउनु न भनेर यसो पालमा गरेर ल्याएको। ल ठिक छ के जङ्गली सिकार खाइरहेको क्या हो अर्जुन भाइ? ल होइन मैले चाहिँ हेरेको यता हिँड्छु। अब ऊ पनि अब
मसँगै गएको थियो सिकार खेल्न ए उसले पनि गोली चाहिँ हानेकै हो त्यही भएर उब्रेतीलाई गुवाकामाली बनाएर खुवाउँदैछु विवेक उब्रेतीले चाहिँ आज मलाई विङ्स बनाएर खुवाउँछ अरे अनि अर्को चाहिँ मैले यहाँनिर टमाटरको अचार बनाउँदैछु होइन र आज चाहिँ मेरो भाइले मेरो साथीले आज फेरि मकै पोल्दैछ बार्बिक्यूमा होइन हाल्दैछ अनि हामी सबैजना ग्यादर भएको छौँ होइन बुढी कस्तो लागिरहेछ त तिमीलाई 8 घन्टा गाडी कुदाएर कस्तो भइरहेछ झार्यो तल होइन केही हुँदैन त्यसले हेलो हेलो गुड मर्निङ गाइज आज चाहिँ बिहान बिहानै हामी विवेक उब्रेतीको घरबाट खानसाना खाएर रेडी भएर बसिरहेको छौँ अब हामी ब्रिस्बेन जाने हो सरी कस्तो भयो भने होइन यता हुनुहुन्छ हाम्रो एलिजा दिदी होइन यता हुनुहुन्छ हाम्रो एलिजा होइन एल्सा ए एल्सा दिदी सरी यता छ सुजु यता छ परेली हामीलाई ब्रिस्बेन लाँदैछ अनि आज हामी रक गर्नेवाला छौँ है त दायाँ बायाँ सबतिर देखिन्छ यहाँबाट अनि अब मेन चाहिँ यहाँ अब फार्महरू गरिरहेको हुन्छन् भेडा सेडा गाई साई अनि घोडा जे पनि भेटिन्छ यहाँ भनौँ न देखिन्छ सबै कुराहरू सिनिक ड्राइभ हुने भयो आज हाम्रो सिनिक ड्राइभ नै हो अब एक किसिमले अब अलि अगाडि एउटा भ्यू पोइन्ट छ म भ्यू पोइन्टमा पनि लगेर टक्कै एकछिन हामी 5-10 मिनट त्यहाँनिर त्योभन्दा बेसी बस्न सकिन्न क्या हावा धेरै चलेर ए ल हुन्छ बाटो ल हामी चाहिँ यस्तो बवाल ठाउँमा आएको छु भने यहाँबाट चाहिँ पुरै भ्यू देखिने क्या ओहो सही ल्याएछ यार तैँले आहा ए बाहिर भ्यू मुटा माथिको वेलकम टु क्विन्सल्यान्ड वेलकम टु गोल्ड कोस्ट ब्रिस्बेनमा चाहिँ काम गर्ने होइन अनि यता चाहिँ बस्ने क्या त्यो टाइम क्या अब यता आउँदा पनि ढिलो भइहाल्छ नि आउने त मतलब होइन वेलकम टु ब्रिस्बेन ब्रिस्बेन सहरमा त के हो तारै तार मात्र छ त हो सबै बाटोमा अस्ट्रेलिया त उब्रेतीले चिर्लेकै खायो नि हामी चाहिँ ब्रिस्बेन सहरको यहाँनिर स्काई टावरमा आइपुग्यौँ होइन ब्रिस्बेन कस्तो लाग्यो मलाई पनि सही लाग्यो नयाँ ठाउँ होइन काम रिल्याक्स गरौँ अन्त अब भन्न त त्यसो जे खाँदा नि हुन्छ अब पिज्जा सिज्जा मलाई यस्तो फिस एन्ड चिप्स खाने हो कि चिप्सहरू अब क्विक स्न्याक्सहरू अब जे नि हुन्छ रिभर साइड भने चाहिँ उहाँ त फिस एन्ड चिप्स त पाउने हो त्यहाँ त पाउँछ आज चाहिँ हामी टर्किस खाने भनेर टक्क भएर बसेको छौँ है मोही टर्किस रेस्टुरेन्टमा मोही मगाएको कस्तो फिल भयो मिल्यो नि त मिठो भएर चाहिँ बुढी ढिलो हालेको हुन्छ मिठो हो Baby, calm down. ल हाम्रो साउथ कोस्टको रेन फरेस्ट छ यहाँनिर होइन ल ल ल ल ल लिजार्ड त त्यतिकै पनि आइहाल्छ नि यस्तोमा नि तर ब्रिस्बेनलाई कस्तो मजाले बनाइदिएको है तेरो बिच पनि बिच जस्तो पनि बनाइदिएको छ हिँड्ने पनि बनाइदिएको छ सबै बनाइदिएको छ ल टेल मी ओ खबर ल ल ल ल उड्ता फिर्ता मिल्ता रहूं ल गाइजहरू ब्रिस्बेनको सबभन्दा एकदम खतरा कुरा नेपालको मन्दिर रहेछ यहाँनिर 2045 सालमा स्थापना भएको राजाको पालामा वाह
के लेखेको छ भने नि बिल्ड बाई क्राफ्ट्सम्यान अफ काठमाडौँ भ्याली नेपाल फर एक्सपो एट ब्रिजबेन। आमा यस्तो मन्दिरै देख्न पाउँदा त क्या रमाइलो नि है। घुम्नुको लागि काठमाडौँबाट मान्छे लिएर आएको क्या। ल हेर त ल पशुपति आए जस्तो भएन त ल पशुपति आए जस्तै फिल भयो क्या मलाई त एकैछिनमा। हाम्रो सिटी जाने तयारी भयो यहाँबाट सिटी हेर्ने अन्त अब यो के भन्छ यसलाई केबल कार जस्तो यसले त माथि राखिदिने रहेछ नि त। ल हाम्रो ब्रिजबेनको फेमस यही हो। ल गाइजहरू आफ्टर नाइस कफी वी आर गोइङ कहाँ अरे स्काई टावर। यस्तो दामी कहाँ भित्र है टक्क बिल्डिङको तलपट्टि हाइवे रहेछ है। ल हाम्रो स्काई डेकबाट 23 तला माथि चढेपछि ल गाइजहरू यहाँ चाहिँ यस्तो सिसा रहेछ कि मलाई त लास्टै हिँड्न डर लाग्यो यार। यस्तो चर्केको ठाउँबाट त मलाई डर पो लाग्यो यार। गाइजहरू यहाँ चाहिँ चर्केको रहेछ यार अस्ति है। यहाँ सिसा छ म त डरले मर्न लाग्यो। अनि यहाँ यस्तो यो कति 23 तला माथि बुढी यहाँनिर सिसाको घरमा उभिरहेछ। ल डर लागेको छैन? अब अनि उहाँ चर्केको चाहिँ उँती छ अनि डर कसरी लाग्दैन। गाइजहरू हेर्नुहोस् 23 तला 27-30 तला माथिबाट सिसा छ। म त सक्दिनँ भाइ। गाइजहरू एक दिनको यात्रामा हामीले घुम्ने भनेको यति हो। ब्रिजबेनको टचअप हेऱ्यौँ हामीले। सिटी त घुम्न पाएन तर वर्थ इट छ साउथ ब्याङ्क। लास्ट रमाइलो भयो। थ्याङ्क यू यस्तो भाइब्स दिएकोमा होइन। अब हामी फेरि चढेर जाँदैछौँ म फेरि त्यो गाडी पार्क गरेको ठाउँमा। अब बाई बाई ब्रिजबेन सिटी दिस टाइम। ब्रिजबेनलाई बाई बाई योचोटि। अब हामी जाँदैछौँ गाडी भएतिर। बाई बाई ब्रिजबेन सी यु अगेन। चस्मा झन्डैले झारेर यसै त खोलेछ यार। ल अब ब्रिजबेनको गर्मी पनि खाइयो जस्तो छ। अब हामी एल साथीलाई पुऱ्याउनु जाँदैछौँ। 1 घन्टा टाढा छ। ब्रिजबेनको बाटो त नहुना रहेछ यार। ल अब फेरि भेटौँ ल। फेरि भेटौँला होइन। हामी चाहिँ अब ड्रप गरेर जाँदैछौँ। कति धेरै जाम भएको हो ब्रिजबेनमा। आमामा ल हामी 3 जना होइन 3 जना आयौँ है त। यस्तो हो ल यो विनम दाइको बाट बनाएको यो चाहिँ मेरो चम्ची। सबैले आफ्नो आफ्नो चम्ची देखाइदिउँ न। ए ल दाइको चम्ची मेरो चम्ची मात्रै खाँदैछ। चम्चीमा चट पऱ्यो नि त। अब यो गाजर र चाउचाउ होइन नि त। गाजर र चाउचाउमा चाहिँ तपाईँको चाउचाउको फ्लेभर स्ट्रङ भयो नि त। तपाईँलाई गाजरै फिल हुँदैन क्या। तिमीले गाजर भनेको म त गाजर भनेको छुइनँ नि त। बेको दिन ह्याप्पी म्यारिड लाइफ भन्दै भिडियो हाल्दैन है गौतम भाइलाई। मैले त गाजर भनेको छुइनँ नि त। ह्याप्पी म्यारिड लाइफ भन्दै भिडियो हाल्नु कस्तो हुन्छ। यस्तो हामी होइन जिस्केको तर यस्तो इमेजिनेसन एउटा कल्पना अब हेर ल।